एउटा बोटमा कति धेरै सूर्यमुखी फुल फुलेको। यो सूर्यमुखी फुल अस्ति मजाले फुलिरहेको थियो। अहिले चाहिँ सबै सुकेर पुरै उयो गर्ने बेला भइसक्यो, पेलाउने बेला भइसक्यो। यो सुक्छ अनि यो पहेँलो पहेँलो सबै हराउँछ। अब घाम अस्ताउने बेला भइसकेको छ। कस्तो मजाको फुल थियो। यहाँनिर हरियाली पहेँलो थियो। जता सूर्य उदाउँछ त्यतैतिर फुल फर्केको हुन्छ। अनि यो चाहिँ सबै पूर्वतिर फर्केको छ सबै फुलहरू। अनि सबै फुलहरू त्यसरी नै फर्केको छ, फर्किरहेको छ। अनि सुकेपछि यसरी उयो हुँदो रहेछ, नुइदो रहेछ यो फुल चाहिँ। अनि यहाँ चाहिँ मजाको फुल थियो अस्ति चाहिँ। अहिले चाहिँ सबै सुकेछ। अनि यहाँनिर बस्ने फोटो खिच्न पनि आएको थिएँ, फोटो पनि क्लिक गऱ्यौँ। अनि अस्तिको फोटो चाहिँ छ। अहिले चाहिँ फुलहरू सबै नुइसकेको रहेछ। अनि म चाहिँ फुलिरहेको छ भनेर भिडियो बनाउन आएको थिएँ। सबै फुलहरू नुएको हुनाले भिडियो मजाले बनाउनु पाइनँ। एक दुईवटा यहाँ रहेछ, एक दुईवटा फुलहरू। अनि सूर्य पनि अस्ताउन आँटेको छ। ठिक्क अस्ताएछ। बेलुकाको समयमा आएको थिएँ यो ठाउँमा। मर्निङ टाइममा आउने मन थियो, भ्याइएन, आउनै पाइनँ। अनि अहिले आएको। यो चाहिँ भर्खर फुलेको रहेछ। कस्तो मजाको छ। अनि यो फुलहरूमा चाहिँ यस्तरी मजाले उयो सुक्दो रहेछ कि। अनि यो भित्र चाहिँ यसरी पहेँलो कालो कालो हुन्छ सिड्सहरू। अनि यो सिड्सहरू चाहिँ यसमा चाहिँ तेल हुन्छ। यो सिड्समा चाहिँ तेल हुन्छ। यस्तो सिड्समा चाहिँ यसको बिउ यहाँ कस्तो मजाको रहेछ एउटा चाहिँ। अनि यो चाहिँ मजाले फलेको रहेछ। एउटामा एउटा, दुईवटा, तिनवटा, चारवटा, पाँचवटा, छवटा, सातवटा, 8, 9, 10, 11, 12, 13, 14वटा रहेछ एउटैमा फुलेको। कस्तो मजाको देखिरहेछ। त्यसमा पनि दामी फुलिरहेको रहेछ सूर्यमुखी। तर त नुइहालेछ। कत्रो फुलेको थियो अस्ति त। अब यो चाहिँ नयाँ फुल्न आँटेको फुलहरू। कस्तो मजाले आएको छ बोट। वाउ, कुखुराको भाले पनि रहेछ यहाँ त। अनि यहाँ अब हरियाली हुन्छ। त्यसपछि म फेरि भिडियो आएर बनाउँछु। त्यहाँ झन् कस्तो रमाइलो थियो बनेको। यो हाम्रो झापाको भद्रपुरको सूर्यमुखी फुल।